नेपाल प्रहरीका होनहार कर्मचारीहरू सडकमा सवारी साधनको व्यवस्थापन गर्दा गर्दै सवारी साधनको ठक्करले मृत्यु भएको अवस्था पनि छ। त्यो निश्चित रूपमा अत्यन्त दुर्भाग्य हो। यो संसारको एकमात्र मुलुक हो जहाँ ट्राफिक प्रहरी कर्मचारी दुईटा सवारी साधनको बीचमा उभिएर सडक सवारी साधनको व्यवस्थापन गर्छ। निश्चित रूपमै त्यो अत्यन्त व्यवस्थापन गर्ने चिन्ता र चासो उसको चाहिँ उसको नागरिकप्रतिको जवाफदेहिताको विषय हो, नागरिकप्रति चिन्ता र चासोको विषय त हो। त्यसै कारणले आफैलाई बिर्सेर सडकको दुईटा सवारी साधनको बिचमा उभिएको छ। तर उसको पनि जिन्दगी छ, उसको पनि परिवार छ, उसको पनि चाहिँ इच्छाहरू छन्। सडकै बिचमा चाहिँ यो मर्नको लागि करार गरेको विषय पनि होइन। त्यसैले यो बिचको कुरालाई पनि हामीले हेर्नुपर्ने अवस्था छ। त्यसैले यो विषयमा ट्राफिक प्रहरी होस् वा अन्य कुनै व्यक्ति होस् अथवा भोलिन्टियर, हामी जो भोलिन्टियरको कल्पना गरेका छौँ उहाँहरू पनि सवारी साधनको बिचबाट होइन। त्यसैले हामीले प्रविधिमा जोड दिइराखेको विषय के हो भने प्रविधिको सहयोग भइरहँदा प्रविधिले गाइड गर्छ नि। 21औं शताब्दीमा थुप्रै मान्छेहरू चन्द्रमामा पुगेर के गर्न सकिन्छ भन्ने चिन्ता गरिरहँदा हामी चाहिँ हाम्रा सडकमा खटिने प्रहरी कर्मचारीहरूलाई कसरी बचाउन सकिन्छ भन्ने चिन्ता गर्छौँ। चिन्ता गरिराख्नु पर्ने अवस्था, गरिराख्नै पर्ने स्थिति छ। हाम्रा सवारी साधनका चालकहरू कसरी व्यवस्थापन हुन्छन् भन्ने चिन्ता गरिराख्नु पर्ने छ। उहाँहरूमा म्याच्युरिटी कसरी आउँछ भन्ने चिन्ता गरिराख्नु पर्ने छ। सवारी साधनको ड्युरेबिलिटी, त्यसको चाहिँ नयाँपन कसरी गर्न सकिन्छ भन्ने चिन्ता छ। 20 वर्ष पुगेका थोत्रिएका सवारी साधन गुडिराख्न मिल्ने हो कि होइन भन्ने कुराको बिचमा पनि हामीले वितर्क गर्न परिराखेको अवस्था छ। यो यथार्थको बिचमा हामीले यो समस्या मात्रै सल्युसन खोज्नुपर्ने कुरा छ। त्यसैले यो हामीले दैनिक रूपमा एभरेजमा हामीले 17-18 जना होनहार प्रहरी कर्मचारीहरू गुमाइरहेको तथ्याङ्कले देखाउँछ भने यो नागरिकको सुरक्षामा खटिने प्रहरी आफै असुरक्षित बन्दै गरेको अवस्थामा यो चिन्ता नेपाल यो ट्राफिक कार्यालयको पनि हो, नेपाल प्रहरी कार्यालयको पनि हो, सर्वश्रेष्ठ रूपमा चाहिँ यो मुलुकको राज्यको सबैको हो। एउटा ट्राफिक प्रहरी कर्मचारी बिचमा खटिन्छ अनि मान्छेहरू भन्छन् कसको मृत्यु भएछ, मान्छे होइन प्रहरी रहेछ भन् जस्तो तर्क नगरुन् भन्ने चाहन्छु म। त्यस कारणले यो मान्छेको कसैको पनि मृत्यु हुनु अत्यन्त दुःखद हो। त्यसमा पनि सुरक्षाकर्मी आफै असुरक्षित हुनु, सुरक्षाकर्मी आफै असुरक्षित हुनु। हामी त सुरक्षाकर्मी अर्कोलाई सुरक्षा दिएर आफू सुरक्षित हुनुपर्ने हो। हामी त कस्तो भने सबै सुरक्षाकर्मी एक हिसाबले सबै एक ढिक्का भएर झुप्पो बनेर टुप्पोको सेवा गर्ने जस्तो, झुप्पो बनेर मुलुकको सेवा गर्ने जस्तो, झुप्पो बनेर नागरिकको सेवा गर्ने जस्तो पवित्र ठाउँमा लागेको प्रहरी कर्मचारीहरू आफै असुरक्षित हुनुपर्ने होइन। त्यहाँतर्फको चिन्ता गर्न ढिला भइसकेको छ भन्ने पनि मैले सबैमा ध्यान आकर्षण गर्न चाहन्छु।